आदरणीय अग्रज व्यक्तित्वहरू र सहभागी मित्रहरू, म जन्मले नेवार भए पनि मेरो भाषिक अभ्यास, मेरो हुर्किएको परिवेश, मेरो साथी सङ्गतको नाताले गर्दाखेरि भाषिक रूपमा मेरो अलिक कमजोरी छ। फेरि जानी नजानी कथी बोल्दाखेरि फेरि म हाँसोको पात्र नहुँ, आज यस्तो रमाइलो संवेदनशील बेलामा भन्ने पनि लागेर म नेपाली यो बोल्ने अनुमति चाहन्छु। आज पार्किङमा पद्मदाई गाडीबाट झार्नुभयो। झार्नु अगाडि उहाँले ईश्वर नदेखेको नभेटेको धेरै हो भन्नुभयो। साँच्चै हो, पद्मदाईले मैले नभेटेको धेरै नै भएछ। मेरो पत्रकारिताको गुरु भन्दा पनि हुन्छ। आज गुरु दक्षिणा चढाउने, ऋण तिर्ने अवसर मैले पाएँ। म ओखलढुङ्गामा एउटा कार्यक्रम छ आज, राजा महेन्द्रको शासन विरुद्ध राजा महेन्द्रकै सेनामा संलग्न भएका एकजना क्याप्टेन यज्ञबहादुर थापा ओखलढुङ्गाको टिमुरबोटे भन्ने ठाउँमा पछि मारिनु, त्यहाँबाट समातिएर त्यहाँबाट घाइतेबाट उम्किनु भएको अवस्थामा पछि उहाँलाई जेलबाट लगेर बागमती किनारमा गोली हानेर मारिएको थियो। उहाँको विधवा 90 वर्षको पुग्नुभयो। उहाँ राष्ट्रकवि, अहिले हामीले राष्ट्रगान सुन्यौँ, श्रवण गऱ्यौँ, सम्मान गऱ्यौँ। त्यसको सर्जक व्याकुल माइला, लोककृष्ण भट्टराई लगायत वामपन्थी आन्दोलनका सर्जकहरूको अभिनन्दन कार्यक्रम छ त्यहाँ। ओखलढुङ्गा अलि टाढा पनि पर्ने, त्यसैले म हिजै जानुपर्ने थियो, तर मैले भने मैले गुरु भेटी चढाउनुपर्छ। मैले पद्मदाईप्रति त्यो कार्यक्रममा म उपस्थित भइनँ भने म आफैमाथि ठुलो अन्याय गरेको ठहरिनेछ। म बस्छु, भोलि राति पुगौँला, जे होला माफी माग्नु लागेको चाहिँ बस्छु भन्नु बसेँ। मेरो लागि यो गर्वको क्षण पनि हो। कल्पना गर्नुहोस्, 43 साल पञ्चायतको जगजगी चलेको बेला यही ब्रिकोडी मण्डपमा एउटा जुलुस निस्केको थियो। चेर्नोबिलको आणविक विकिरण युक्त दुध, पाउडर दुध ल्याएर यहाँ वितरण गरियो भनेर त्यसको विरुद्ध आन्दोलन हुँदाखेरि रूपचन्द्र विष्ट लगायत थुप्रै मान्छेहरू सँगै म पनि गिरफ्तार भएको थिएँ। सानो 9 कक्षामा पढ्ने एउटा विद्यार्थी, भर्खर 15-16 वर्षको। म जेल गएँ। जेलमा हामीले आदर्श मान्ने गरेको नेताहरू थुप्रै हुनुहुन्थ्यो। बाहिर उहाँहरूको नाममा राजनीति भइरह्यो, तर भित्र बस्नेहरूको अवस्था साह्रै दर्दनाक थियो। भेट्न आउन पनि प्रशासनको आँखा लाग्ने कारणले जो पाए भेट्न आउन नसक्ने, परिवारको सदस्यहरू पनि आउन नसक्ने धेरै दुर्गमका राजबन्दीहरू हुनुहुन्थ्यो। त्यस्तो अवस्थामा रेडियो नेपाल जेलरको आज्ञाले सुन्नु पाइन्थ्यो, गोरखापत्र पढ्नु पाइन्थ्यो। र म सबभन्दा सानो फुच्चे मान्छे, वरिपरि घेरा हालेर सबै बस्नुहुन्थ्यो। खाना खाइसकेपछि म सुकुलमा बसेर पत्रिका पढाइ सुनाउँथेँ, गोरखापत्र पढाइ सुनाउँथेँ सबैलाई। म गाउँको स्कुलबाट हुर्केको पढेको भित्ति पत्रिका निकाल्थेँ। भित्ति पत्रिका निकालेँ, ल बस्दा बस्दै म जेलमा आएँ, पत्रिका पढ्न थालेँ। र जेलको पीडा महसुस गरेपछि मैले जब म निस्केँ, मेरो बुबा बित्नु भयो 43 सालमै। बाटोमा उपचारको लागि काट्नु ल्याउँदै बाटोमा उहाँ एम्बुलेन्समा बित्नु भयो र मलाई पञ्चायत व्यवस्थाले बाबुको काज क्रिया गर्न भनेर छोडिदिएको छ। संयोगवश मेरो आमाको हिजो 45 दिनको काम पनि हिजै थियो। मेरो आमाले सङ्घर्ष गरेर 45 वर्षको मेरो विधवा भएर हामीलाई हुर्काउनु भयो। त्यसरी छुटेको म जेलको पीडा महसुस गर्दै अब मैले केही योगदान दिनुपर्छ, मैले केही गर्नुपर्छ राजबन्दीहरूको लागि, किनभने बन्दी विमोचन समिति थियो पद्मदाईहरूको, र उहाँ राजमती निवारित पत्रिका निकाल्नुहुन्थ्यो। राजेन्द्र स्थापित लगायतका साथीहरू पनि त्यसमा काम गर्ने। मैले एउटा अभियान सुरु गरेँ। म बिहानको स्कुल, मेरो बिहान स्कुल सकेर म 11 बजेतिर एउटा चाइनिज साइकल थियो, पछि पुलिसले लुटेर लग्यो त्यो साइकल पनि। त्यो साइकल चढेर उपत्यकाभरिका पत्रिका पसलहरू, लालीमा पुस्तक पसल, सदन, पद्मदाईको राजमन्त्री निस्किने छापाखाना जहाँ आफै उहाँ कम्पोज गरेर बसिराख्नु भएको हुन्थ्यो, लेखिराख्नु भएको हुन्थ्यो, टेबल, ठुलो टेबल वरिपरि पत्र पत्रिका चाङहरूको बिचमा आफै हराइराख्नु भएको हुन्थ्यो, त्यहीँ लेखिराख्नु भएको हुन्थ्यो। उहाँसँग पत्रिका माग्थेँ म। मल्लदाई हुनुहुन्छ, इनाप निकाल्नुहुन्थ्यो उहाँले पनि, उहाँको पत्रिका रातो युगधारा र उपङ्कजीहरू, हिरण्यदाईहरू निकाल्नुहुन्थ्यो। चित्रम साप्ताहिक लगायत, छलफल साप्ताहिक लगायत पत्रिकाहरू 5-6 कपी म बटुल्थेँ। स्कुलबाट सोझै आएर म ड्रेस पनि नफुकालिकन पत्रिका सबै बटुल्दै उपत्यकाभरिका सबै जेलमा पुर्याएर म 1 बजे घरमा गएर खाना खान्थेँ।
पढ्न बस्थेँ, राजनीति पनि गर्थेँ। त्यसरी पत्रकारिताप्रति लत बस्दै गयो। पञ्चायतकालमा साँच्चै मिसन पत्रकारिताको यहाँ लेखिएको छ, एम्बिसन बिनाको मिसन हुँदैन। र अहिले त खुला परिवेशमा सबैलाई सहजता पत्रकारिता गर्न, दर्ता खारेज पनि हुँदैन, कानुन पनि लाग्दैन, जेल जानु पनि पर्दैन पत्रकार। हिजोदेखि बेग्लै कानुन लागू भयो, त्यो अलग कुरा हो। तर त्यति बेलाको खुला परिवेशमा रघुपन्तजी यहाँ हुनुहुन्छ, मलदाईहरू हुनुहुन्छ, कति गाह्रो थियो, हिरणदाईहरू हुनुहुन्छ। पत्रकार दर्ता खारेज एउटा शब्दमा हुन्थ्यो, एउटा सानो अक्षर शब्दमा केही भन्यो अञ्चलाधीशले पत्रिका तुरन्त खारेज गर्न सक्थ्यो र नयाँ सम्पादक जन्माउनु गाह्रो पर्थ्यो, किनभने पुलिस रिपोर्ट चाहियो। सारा कुराबाट प्रशासनबाट क्लियरेन्स लिएर ल्याउनु पर्ने अवस्थामा पदमाई एउटा जिउँदो मिसाल हुनुहुन्थ्यो। उहाँले अनवरत सबै विचार, प्रतिबन्धित नेकपा, प्रतिबन्धित नेपाली काङ्ग्रेस भनेर लेख्ने चलन हुन्थ्यो, ती सबैको आवाजलाई उहाँले ठाउँ दिनुभयो, बिना मलाई हिजो ठाउँ दिनुभयो, बन्दीहरूको लागि लड्नुभयो, मानवाधिकारको नाममा लड्नुभयो। र उहाँले राष्ट्रिय पञ्चायतमा बोलेका आवाजहरू हामी क्यासेट बनाएर गाउँ गाउँमा लगेर, किन पत्रिकामा धेरै कुरा, पत्रिका कति नै थिएन, निजी क्षेत्रको सञ्चार माध्यम कति नै थिएन। पद्माले संसदमा बोलेका विद्रोहका आवाजहरू हामी गाउँ गाउँ लगेर सांस्कृतिक चेतना फैलाउँथ्यौँ, राजनीतिक चेतना फैलाउँथ्यौँ र हाम्रो निम्ति त्यो ऊर्जा बन्थ्यो। म सम्झन्छु 42 सालमा जब म काठमाडौँ टेक्नु अगाडि गजुरी स्कुलमा म 8 कक्षाको विद्यार्थी हुँदाखेरि पद्माई आउने एउटा हल्ला चल्यो, एउटा अखिलको जिल्ला सम्मेलन थियो। हामी उत्साहित भएर खल्तीमा पैसा पनि हुँदैन थियो, ट्रकमा बाटोमा हाइवेमा चाहिँ ढुङ्गा राखेर ट्रक रोकेर त्यसमा चढेर झुन्डेर पुग्नुहुन्थ्यो। तर त्यहाँ पद्माई आइपुग्नु भएको थिएन। कृष्णप्रसाद शिवाकोटी ज्वाला साप्ताहिकको उहाँ आइपुग्नु भयो। पद्माईको ठाउँमा कृष्ण शिवाकोटी नै आए पनि हामीलाई एउटा पत्रकार आइदिनु भयो। त्यति बेला पत्रकारलाई धेरै ठुलो नेता मान्ने, धेरै ठुलो आदर गर्ने चलन थियो। अहिले जस्तो पत्रकारहरूको बाँडिएको अवस्था पनि थिएन, अत्यन्त सम्मान गरिन्थ्यो। अहिले पनि राज्यको चौथो अङ्ग भनिन्छ, चौथो अङ्ग भयो कि अङ्गभङ्ग भयो आफ्नो ठाउँमा छ, तर पत्रकारहरूको मर्यादा त्यो थियो। आज ओझ रहेन होला, तर मिसन पत्रकारिता गर्दाखेरि पत्रकार जन्माउने कुरामा पद्माईको योगदान अद्वितीय छ। भाषिक आन्दोलनमा उठाउने कुरामा उहाँले पुर्याउनु भएको योगदान हामी अविस्मरणीय मान्दछौँ। म नेवार भएर होइन, एउटा म पनि आन्दोलनको एउटा सहयात्री भएको नाताले मैले नेपाल भाषा मङ्का खोलाको हामी भिन्तुना र्याली निकाल्न तिहारको बेला पाउँदैन थियौँ। रत्न पार्कमा लाठीचार्जमा परेर ढलेको छु। पद्माई एक्लो व्यक्ति, पद्माईको व्यक्तिको कुनै नाता पनि पर्ने होइन, कुनै साइनो सम्बन्ध पनि होइन, तर एउटा आन्दोलनको अगुवा मानेर हामी हिँडेका हौँ, कुनै स्वार्थले हिँडेका होइनौँ। त्यति बेला हामीले कल्पना पनि थिएन यस्तो परिवर्तन आउला, यस्तो अभिव्यक्ति स्वतन्त्रता पाइएला र त्यो स्वतन्त्रताको यो रूपमा दुरुपयोग पनि होला भन्ने कुराको हामीले कल्पना पनि गरेका थियौँ। त्यस्तो अवस्थामा एउटा समाज परिवर्तनको लागि, भाषिक उत्थान सम्मानको लागि उहाँले भन्नुभएको एउटा वाक्य, म राष्ट्रिय पञ्चायतमा बोलेको एउटा वाक्य अडियोमा जुन आएको छ, हामीले सानो क्यासेटमा गाउँमा प्रचार गर्थ्यौँ, त्यसको एउटा सम्झना छ। उहाँले धुरु रुँदै राष्ट्रिय पञ्चायतमा बोल्नुभएको एउटा वाक्य थियो, म अङ्ग्रेजीमा स्नातक गरेको मान्छे, स्नातकोत्तर गरेको मान्छेले बुझ्दिनँ यो रेडियो नेपालले यो अङ्ग्रेजी समाचारमा दिएको उसलाई दिएको प्रायोरिटीको कुरा भने मेरो मातृभाषाको आवाज कसले बोल्नु? धेरैले नबुझ्ने भाषामा चाहिँ यहाँ राष्ट्रिय सञ्चार माध्यमहरूमा सरकारको अङ्गहरूमा प्रसारण गर्नलाई ठाउँ दिइन्छ, तर हाम्रो भाषाको ठाउँ हामीले मातृभाषाको जगर नगर्ने, मातृभाषामा प्रकट अभिव्यक्ति दिने ठाउँ कहाँ हो भनेर उहाँले बोल्नुभएको कुराको म सम्मान गर्दछु, श्रद्धा गर्दछु। र पछि पनि जब उहाँ स्वास्थ्य मन्त्री हुनुभयो, म दृष्टि साप्ताहिकबाट भर्खर जम्प गरेर जनआस्था साप्ताहिक हामीले सुरु गरेका थियौँ। अप्ठ्यारो घडी थियो, मनमोहन अधिकारीको सरकार थियो। त्यो सरकार भएको बेला सरकारका अवसरहरू छोडेर हामी विद्रोहमा सामेल भयौँ। दृष्टि सत्ता पक्षकै थियो, तर त्यसबाट स्प्लिट गरेर हामी जनआस्था निकाल्यौँ। त्यसमा पद्माईको पनि योगदान छ। काठमाडौँको वडाध्यक्षहरू धर्म सुभान लगायतको वडाध्यक्ष, नेवार वडाध्यक्षहरूले माया गरेर ल साथी हो तपाईँले निकाल्नु भएको छ पत्रिका, सहयोग गर्छौँ भनेर उहाँहरूले सहयोग गरेर हामी निकाल्यौँ। त्यो सरकारमा हुँदाखेरि ठुल्ठुला काण्ड भयो, तपाईँ ठुलो काण्ड भयो, सम्माररथी काण्ड भन्ने। सेनापति गडुल शमशेर हुनुहुन्थ्यो, अरबौँको घोटाला भयो। त्यसमा हुनेवाला प्रधान सेनापति योगेन्द्र प्रताप राणालाई जोगाउने कोसिस भयो। योगेन्द्र प्रताप राणालाई मुटुको व्यथा लागेको छ भनेर हस्पिटल भर्ना गरियो, जेल जानु परेन, कस्टडीमा बस्नु परेन, सैनिक कोर्ट मार्सल पनि भएन। गिरवाण विक्रम राणा भन्ने कर्नल पनि एकजना हुनुहुन्थ्यो। हामीले लेख्यौँ
पन्नाइसम्म पनि हामीले सूचना मागेर लेख्यौँ। हामीलाई सजिलो त्यो थियो कि उहाँ पत्रकारिता पृष्ठभूमिको मान्छे भएको हुनाले पत्रकारिता मर्म बुझ्ने, यस्तै बेला हो राज्यका केही कुराहरू गडबडी छन्, अनियमित छ भने एक्सपोज गर्नुपर्छ भन्ने मान्छे उहाँ हुनुहुन्थ्यो। उहाँले समेत सूचना दिएर हामीले छेक्यौँ। ठुलो 6 कलमको ब्यानर न्युज लेख्यौँ। सेकेन्ड म्यानले गडबडी गर्दा फर्स्ट म्यानको सिग्नेचर गर्ने जो मान्छे उसको चाहिँ कुनै संलग्नता हुँदैन, उसलाई चाहिँ उन्मुक्ति दिइन्छ, लिन पाइन्छ भनेर लेखेको त्यही बेलुका बिहान पत्रिका बजारमा आयो। नेपालको इतिहासमा सायद पहिलो घटना होला, प्रधान सेनापति गढुल शमशेरले बेलुका 5 बजे गएर राजा वीरेन्द्र सामु राजीनामा चढाएका छन्। खोजी पत्रकारितामा पद्मदाईको योगदान र मैले मेरो नाम जुन जोडियो अलिकति म सफलताको शिखरतर्फ खोजी पत्रकारिता चढ्न लागेँ, त्यसमा पद्मदाईको त्यो योगदानलाई मैले कहिले बिर्सन हुँदैन, पाप लाग्छ मलाई। त्यसैले हामी सबैको अग्रज, हाम्रो जन्मले, जातले, भाषाले हामी नेवार भए पनि हाम्रो सर्कलमा लेख्ने कुराको पनि अलिक कमी छ, लेख्न अल्छ्याइ गर्छु। मैले देखिरहेको छु डाक्टर पुष्पराज गढीकार, उहाँलाई म बिन्ती गर्थेँ धेरैचोटि, लेख्नुहोस् लेख्नुहोस् भनेर। करबल गरेर जबरजस्ती गरेर घरमा मान्छे पठाएर लेख ल्याएर छाप्थेँ। सुगत रत्न वंशाकारलाई पनि हामीले त्यसरी जोडबल गरेर लेख्न लगायौँ। अहिले उहाँ नियमित स्तम्भकार जस्तै हुनुभएको छ, अनुपूर्ण पोस्ट लेख्नुहुन्छ, जनआस्थाबाटै उहाँलाई लेख्न लगाइएको। पद्मदाईबाट सिकौँ। उहाँको जस्तो भाषा त्यस्तो प्रखर वक्ताको रूपमा कि पद्मदाई आउनुभयो। मैले फुलबुट्टा भरेको होइन, गुरुलाई अनावश्यक एकदम उचालेको होइन, सोडा हालेको होइन। कि मदन भण्डारी आउनुभयो कि पद्मदाई आउनुभयो। यति प्रखर वक्ता, मान्छेलाई एकछिनमा उद्वेलित बनाउन सक्ने, एकछिनमा रुवाउनु पनि सक्ने, हँसाउनु पनि सक्ने, त्यो क्षमताको हामी सम्मान गरौँ, कदर गरौँ। उहाँका कृतिहरू छन् भने त्यसलाई जोगाएर राखौँ, उहाँको लेख रचना सङ्ग्रह निकालौँ, भिडियो डकुमेन्ट्री बनाऊ, के गर्नु। आगामी पुस्ताको पत्रकारिता जो राष्ट्रिय जनशक्ति पार्टीको अध्यक्ष सूर्यबहादुर थापालाई ट्रान्सलेट गर्दाखेरि चेयरम्यान अफ नेसनल म्यान पावर पार्टी भन्ने यो पुस्ता पत्रकारिता पुस्ता छ नि, त्यो पुस्तालाई अलिकति राम्रोसँग पत्रकारिताको पाठ पढाउने, अलिकति मेहनत खोज गरेर उत्प्रेरित गर्ने काममा हामी लागौँ। तपाईँ सबै जो यो अभियानमा सम्हाल्नुहुन्छ, तपाईँहरू सबैको प्रयत्नको सम्मान र कदर गर्दछु। म आज मलाई बोल्ने अवसर दिनुभयो, त्यसको निम्ति आभारी छु र मैले दुःखका साथ यहाँबाट बिदा पनि माग्दछु। धन्यवाद।